आदरणीय दर्शकबिन नमस्कार। यहाँहरूलाई हार्दिक स्वागत छ युट्युब च्यानलमा। जसले हाम्रो भिडियोलाई सब्सक्राइब गरेर भिडियो हेरिदिनु भएको छ हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै, जसले सब्सक्राइब नगरिकन हाम्रो भिडियो हेरिदिनु भएको छ हजुरहरूलाई पनि सब्सक्राइब गरेर हेरिदिनु हुन अनुरोध गर्दै ढिला नगरिकन अब आजको विषयवस्तुतर्फ जाउँ। आजको विषय के छ भन्नुहुन्छ भने, केही समय अगाडि चाहिँ उहाँ फ्रेममा देखिराख्नु भएको छ। उहाँलाई चाहिँ अब भूत प्रेतले चाहिँ अब अत्यन्तै दुःख दिएको भनौँ, या भूत प्रेतसँग चाहिँ उहाँको अब भेटघाट यताउता के भयो, अब त्यो सबै उहाँले नै प्रस्तुत गर्नुहुनेछ। अब ढिला नगरिकन उहाँलाई चाहिँ स्वागत गरौँ। यहाँलाई स्वागत छ। हजुर नमस्ते। के कसो छ अब हामीमा चाहिँ अब तपाईँले आफ्नो घटना चाहिँ अब लिएर आउनुभएको छ। म लगायत अब हाम्रो सम्पूर्ण दर्शकवृन्दहरूलाई चाहिँ अब तपाईँले चाहिँ यो आफ्नो घटना चाहिँ सेयर गरिदिनु हुन अनुरोध गर्दछु। हुन्छ। यो वास्तविक मेरो जीवनमा भनौँ न वास्तविक घटेको घटना हो। यो घटना चाहिँ घटेको महिना भन्नुपर्दा चाहिँ भनौँ मक्सिरको महिना थियो, जुन महिनामा चाहिँ भनौँ न गाउँघरतिर सबैले खेतीपाती भित्राउने महिना भनेर नि भनिन्छ होइन, भनिन्छ। मेरो पनि त्यस्तै अरूको चाहिँ धान कोदो भनौँ न भित्राउने थियो भने मेरो पनि भनौँ त्यो दिन चाहिँ त्यो घटना घटेको दिन चाहिँ मेरो धान काटेर धान काट्ने दिन थियो भनौँ न। धान काट्ने दिन थियो, लगभग 15 गते मेरो धान काट्ने खेताला थियो भनौँ न। 15 गते खेताला थियो, 15 गते खेताला थियो। अब अघिल्लो दिन अब भनौँ न गाउँतिर पानी सानी ल्याएर चाँडै पानी सानी ल्याएर त्यो खाजा बनाउने भनौँ न। आफू घरको मान्छे अगाडि गएर भनौँ न छिटो भयो भने खेताला पनि छिटो जान्छ भनेर चाहिँ म अघिल्लो दिन भनौँ न सबेर सुतेँ। अघि अरू दिन भनौँ न अघि पछि भन्दा सबेर सुतेँ। सुतिसकेपछि चाहिँ भनौँ न बिहानको भालेको टाँकोमा चाहिँ म लगभग घडीको के अरे भित्ताको घडी हेर्दाखेरि चाहिँ बिहानको भनौँ न भालेको टाँको बास बस्ने बेला लगभग भइसकेको थियो। भाले बाँच्ने बेलामा चाहिँ तपाईँ उठेर भित्ते घडी हेर्नुभएको? भित्ते घडी हेर्दाखेरि बिहानको भनौँ न 4:30 बजिसकेको रहेछ। अब भनौँ न चाँडै उठेर अब भनौँ न कलिसली गएर भनौँ न यताउता बस्नु भएकोलाई घाँसपात गरेर म त्यो ढिला धाराबाट पानी ल्याउनु पर्ने हुन्छ क्या गाउँमा चाहिँ भनौँ न ल्याउनु पर्ने थियो। अब घरको मान्छे छिटो भयो भने खेताला नि अब छिटो आएर भनौँ न समयमै आफ्नो भनौँ न खाजा पानी ल्याएर खाजा पानी बनाउनु पर्ने हुन्छ होइन। त्यही सोचेर म बस्तुलाई घाँसपात गरेर चाहिँ म धारामा गएँ। धारामा गइसकेपछि भनौँ न लगभग 20-25 मिनट जति हिँडिसकेपछि चाहिँ बल्ल धारामा हामी तपाईँको घरबाट चाहिँ पानी लिन धारा भनौँ, अर्थात् अब कुवा पँधेर जे भन्यो भने 25-30 मिनटको बाटो चाहिँ थियो भनेर त्यति हिँड्नैपर्छ। त्यति नहिँडिकन हाम्रो भनौँ न अन्त भनौँ पानी ल्याउन सकिँदैन भनौँ न। म त्यही पानी ल्याएर घरमा खाजा बनाएर चाँडै गर्नुपर्ने छ आफूलाई होइन, गर्नुपर्ने छ भनेर म चाँडै गएँ। अब गइसकेपछि चाहिँ भनौँ न दाँत पनि माझिदिएका थिएँ, दाँत सात माझेर हात खुट्टा धोएर भनौँ न धोइसकेपछि पानी भरेर एउटा तामाको गाउरेर एउटा गेली लिएर गएको थिएँ। त्यो पानी भएर भनौँ न फेरि त्यो धारा कुवा त्यस्तै छ क्या, फेरि अलि अप्ठ्यारो भनौँ न त्यो ढुङ्गे भनौँ गाह्रो लाग्यो। अब त्यो ढकनी के अरे एउटा बाल्टीबाट उभाएर चाहिँ पानी भर्नुपर्ने हुन्छ। त्यो पानी सानी भरिसकेपछि त्यो डोको बोक्दाखेरि चाहिँ भनौँ न बोक्दाखेरि बल गर्दाखेरि पछाडि ताने जस्तो फिल भयो मलाई चाहिँ। तपाईँ भारी पानी बोकेर उठ्न लाग्दाखेरि चाहिँ पछाडि नै तपाईँको पानी भनौँ तपाईँलाई ताने जस्तो चाहिँ महसुस बोक्छु भन्छु होइन, बोक्छु भन्छु पछाडि तान्छ, बोक्छु भन्छु पछाडि तान्छ। 4-5 दिनसम्म त्यस्तै गरेँ। त्यो भनौँ न त्यो पानी छचल्केर चाहिँ त्यो हल्लेर चाहिँ भनौँ न त्यो पानी छचल्केर मेरो शरीर पछाडि पुरै भिसेको होइन, भिसेको। अब मैले 6-7 चोटिको प्रयासमा चाहिँ त्यहाँ मलाई फेरि यस्तो फिल भइसक्यो कि त्यहाँ अब मलाई केही गडबडी भइसक्यो भनेर चाहिँ मेरो दिमागले सोचिसक्यो। त्यस्तो भइसक्यो। अब 7-8 बजीको के अरे त्यस्तो के अरे बोक्छु भन्छु के अरे बोक्न खोज्दा चाहिँ बल्ल भनौँ न बल गरेर उठेँ। त्यहाँ उठिसकेपछि त्यहाँ माउल्या भएको त्यहाँ सेतो कपडा होइन बिछायो क्या। सेतो कपडा हजुर पुरै बिछायो। त्यो बिछाइसकेपछि मलाई बाटैभरि चाहिँ
हजुर बाटैभरि पुरा अब सेतो हिँड्ने बाटैभरि चाहिँ सेतै कपडा बिछ्यो हजुर बिच्छ्यो आप्स्या आफस्या त्यो बिचिसकेपछि मलाई झन् डर लाग्यो क्या डर लाग्यो त्यो कपडा नि यस्तो छ कि त्यहाँ टेक्दा नि मन चुकचुकाउँदो भनौँ न त्यहाँ टेक्दै माया लाग्ने खालको त्यस्तो किसिमको सफा सुकिलो भनेर बुझ्नु पर्यो हजुर त्यस्तो भयो त्यस्तो भइसकेपछि ल मेरो मनमा डर लागिरहेको हस्याङ पस्याङ गर्दै दौडिँदै अनि अलि माथि फराकिलो भनौँ न अलि फराकिलो बाटोमा आइपुगेँ त्यहाँ आइपुगेसम्म बाटो त्यस्तै छ लगभग 20 मिनट हिँडिसकेपछि चाहिँ घर आइपुग्नु हुँदा चाहिँ लगभग घर एउटा कुकुर घरमा कुकुर पालेको छ क्या त्यो कुकुरले कराउँदै आएपछि चाहिँ त्यो भनौँ न पछाडि फर्केर हेर्दाखेरि मलाई अलिक मनमा अलिक भनौँ न सास आयो त्यो डरबाट भनौँ मुक्त भएर अलिक सास आयो त्यो कुकुर कराइसकेपछि त्यस्तो भयो पछाडि त्यस्तै छ कि भनेर हेर्दा चाहिँ त्यो कुकुर कराइसकेपछि त्यो भनौँ न त्यो छैन क्या त्यस्तो बाटो हरायो त्यो हराइसकेपछि मलाई अब घर पुगिसके के अरे भनौँ न आज केही न केही गडबडी छ भनेर मैले भित्र घडी हेरेँ त्यो घडी हेरिसकेपछि त्यो घडी जहाँको त्यही छ कि स्विच अलिकति रहेछ ए तपाईँ जाँदा पनि 4:30 आउँदा पनि 4:30 मै स्विच चाहिँ अल्झिरहेको हजुर अल्झिराखेको रहेछ केही न केही गडबडी छ भनेर के मोबाइलको घडी हेर्दाखेरि चाहिँ रातको भनौँ न 2:30 बजेको रहेछ त्यसरी चाहिँ मलाई भनौँ न त भित्ताको घडीले झुकायो भनौँ न अघि दिन भित्ताको घडीमा चाहिँ 4:30 भयो भनेर पँधेर जानुभयो पानी लिएर आउँदा चाहिँ त्यस्तो घटना चाहिँ अब तपाईँसँग घट्यो अन्तिममा घरमा आएर घडी हेर्दा चाहिँ मोबाइलमा हजुर सही समय चाहिँ 2:30 बजे चाहिँ तपाईँ जानुभएको रहेछ त्यति भएको रहेछ त्यो घडी भित्ता घडीले अघिल्लो दिनको 4:30 बजेर ब्याट्री सकेर बसेको रहेछ म चाहिँ भोलिपल्टको भनौँ न बिहानको 4:30 बजेर उठेर पेन्सन लिन आएको अब त्यो दिन त्यस्तै घटना घट्यो भनौँ न मेरो जीवनमा कसैलाई कतिले त नपत्याउनु पनि सक्छ होइन घडीले चाहिँ तपाईँले धोका दिएर त्यस्तो घटना भोग्नु पर्यो ठुलो भनौँ भाग्यबाट बाँच्न सफल भयो नि हजुर हस् त यहाँलाई संवाद आफ्नो वास्तविक घटना चाहिँ हामी माझ राखिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अहिलेलाई हामी छुट्टिन्छौँ हस्त हजुरलाई नि धेरै धेरै धन्यवाद बोल्ने मौका दिनुभएकोमा हस्त नमस्ते हस् त हस्